औषधीय महत्त्वको कालो बेसारबारे जानौं। कालो बेसारको उत्पत्ति बीच भारत भएको हो र अहिले विश्वभरि फैलिएको पाइन्छ। यो इन्निबेरी फेमिली अन्तर्गत पर्दछ। मोनोखर र बहुवर्षेर बिरुवा हो। साइन्टिफिक नेम खोर्खिमा खेइसा। जङ्गली जडीबुटीको रूपमा कालो बेसारको प्रयोग हुँदै आएको छ। हाम्रा पहाडी इलाकामा भएका वन जङ्गलको छेउछाउतिर अथवा एग्रो फोरेस्ट्रीको प्रिन्सिपल प्रयोग गरेर उत्पादन बढाउन सकिन्छ। जसरी बेसारको खेती गरिन्छ त्यसरी नै यसको खेती गर्न सकिन्छ। तर अलि ओसिलो ठाउँ चाहिन्छ। कतै कतै नेपाली वन जङ्गलहरूमा पाइन्छ तर यसको संरक्षण तथा खेती गरेको भने पाएको छैन। त्यसैले दिन प्रतिदिन लोप हुँदै गइरहेको छ र लोपोन्मुख हुने बोट बिरुवाको सूचीमा अग्रपन्थीमा परेको छ। किन कालो बेसार नाम रहन गयो? यस बिरुवाको कोषहरू कालो रङको हुने हुनाले यसलाई कालो बेसार भनिएको हो। एक बोटमा 10-20 वटा पातहरू हुन्छन्। बैजनी रातो रेखाहरू पातको लेमिनासँगै आउँछ र पातको माथिल्लो भाग अलि खस्रो हुन्छ। फूलको पुष्पदल गुलाबी अथवा रातो रङको हुन्छ। फूल 15-20 सी म लामो डेन्स स्पाइक आउँछ। हल्का पहेँलो साना फूलहरूमा रातो घेरा हुन्छ। सामान्य यसको गानो 2-6 मी लम्बाइ हुन्छ। भित्र हरियो अथवा मसी जस्तो रङको हुन्छ। काली बेसारमा 30 खाले महत्त्वपूर्ण तत्त्वहरू पाइन्छ। कम्फोर क्याम्फोर 28.3, ओसिमिन ओसेमेन 8.2, टुमेरोन ट्रोमेरोन 12.3, ब्रोनेओल बोर्नेओल 4.4, कुर्मिन खोर्मेन 2.82, आर कुर्मिन अर्खोर्खन 6.8। कालो बेसारको महत्त्व। डन्डीफोर घाउ चिलाउने रोगहरूलाई यसको फ्यास लगाई सन्चो हुन्छ। 2-4 थोपा झोल नाकमा राख्दा माइग्रेन रोग सन्चो हुन्छ। निरसन्तान महिनावार गणबडीको लागि चम्चाभरि कालो बेसारको धुलो र 1 चम्चा महसित खादा अथवा चियामा मिसाएर खादा सन्चो हुन्छ। ग्यास्ट्रिकको समस्या भएमा भर्खर खनेको फ्रेस गानो चपाउँदा ठिक हुन्छ। फायल्स, लेप्रोसी, ज्वरो, खटिरा, दम, दाँत दुखेको, फोक्सोको आदि इत्यादि समस्याहरू सन्चो हुन्छ। भिडियो मन परेमा लाइक, कमेन्ट अनि सब्स्क्राइब पनि गर्नुहोला अनि सँगै रहेको बेल आइकोन पनि दबाउनुहोला ताकि यस्ता भिडियोहरू तपाईसँग आइपुगोस्।